वेलकम टु माई ब्लग। आज चाहिँ म मियाकेनको चुसी भन्ने एउटा सिटी हल जुन चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। म सिटी हलको सामुन्ने बसेर भिडियो बनाइरहेको छु। आज चाहिँ यहाँको एउटा गभर्मेन्ट कामले गर्दाखेरि चाहिँ म सिटी हल आएको थिएँ। यहाँ आउँदाखेरि यहाँको सर्भिस देखेर म अचम्म परेँ। अचम्म पर्नुको कुरा पनि यो छ कि अब नेपाल र जापानको कम्पेयर गर्दाखेरि धेरै कुराहरू फरक त छन्। यद्यपि त्यो यहाँ सबैलाई थाहा भएकै कुरा हो। मलाई चाहिँ कस्तो लाग्यो भने यहाँको केही कुरा चाहिँ सिक्नुपर्ने हाम्रा देशका ती कानुन निर्माण अनि विभिन्न ठुला ठुला तहमा बस्ने नेता र सम्पूर्ण कर्मचारी तन्त्रहरूले बुझ्नुपर्ने सिक्नुपर्ने कुराहरू चाहिँ धेरै रहेछ भन्ने कुरा मलाई लाग्यो। यस अर्थमा लाग्यो कि अब म यहाँ आएँ, सिटी हलमा एउटा सानो काम थियो, धेरै ठुलो काम पनि थिएन, तर उनीहरूले गरेको व्यवहार देखेर म एकदमै अचम्म भएँ। एउटा आश्चर्य पनि भयो र हाम्रा कर्मचारी तन्त्रहरू सरकारी कार्यालयहरूमा जाँदाखेरि कति दुःख पाइन्छ त्यो स्वाभाविकै कुरा, तपाईँलाई थाहा नै भएको कुरा हो। नगरपालिका अफिस आए र यहाँ आइसकेपछि जब म ढोकाबाट इन्टर गरेँ, त्यहाँ एउटा सोधपुछ एउटा काउन्टर थियो, जुन काउन्टरमा चाहिँ म यो कामले आएको हो भनेपछि उनीहरूले सिधै लिएर गए र भित्र लगेर सिटमा राखे र सिटमा राख्ने बित्तिकै केही छिनमै टोकन नम्बर ल्याएर दिए र आफ्नो पालो कुरे। लगत्तै 2-4 मिनटमै काम सकियो। अब हेर्नुहोस् त यहाँको सिस्टम। अब नेपालमा भएको भए यही काम गर्नको लागि कति टाइम लाग्छ भन्ने कुरा त त्यो सम्भवतः सबैलाई थाहा भएकै कुरा हो। एउटा सानो काम लिएर जाँदाखेरि कति ढिला हुन्छ त्यो काम गर्नको लागि। त्यो काम अहिले हुन्छ आज हुन्छ भन्ने पनि ठेगान पनि हुँदैन। तर यहाँ चाहिँ एउटा प्रक्रियाको रूपमा हुन्छ। टाइम लागे पनि सबै कुराहरू चाहिँ अब क्रमबद्ध रूपमा हुने भएकोले हामीलाई अलि छिटै नै लाग्छ। सो यस्तै किसिमको कुराहरू चाहिँ हाम्रो नेपालमा पनि लागू होस्, हाम्रा कर्मचारी तन्त्रहरूमा, हाम्रो सरकारी कार्यालयहरूमा पनि यस्तै किसिमको सेवा सुविधाहरू लागू होस् भन्ने अपेक्षा गर्दछु। किनकि धेरै समय लाइन बस्नु नपर्ने, यो नम्बर जा, यति नम्बर जा, 102, 300, 400 विभिन्न नम्बर राखेर आम सर्वसाधारणलाई घुमाइराखेका हुन्छन्। यति नम्बरमा जानुहोस्, यहाँ गएर छाप लाएर आउनुहोस् भन्छन्। त्यो किसिमको दुःख चाहिँ नपाउन् भन्ने मलाई लाग्छ। अब आउँदो दिनहरूमा कर्मचारी तन्त्रहरूमा पनि त्यो किसिमको सरकारी कार्यालयहरूमा दिइने सेवा सुविधा सम्पूर्ण चिजहरूमा चाहिँ अब विकास होस्, सुधार होस्। र सानो कामले आएको चाहिँ 2-3 मिनटमै काम सकियो। अब चाहिँ म फर्किने तर्खरमा छु र जानुभन्दा अगाडि तपाईँलाई यो